गुड मर्निङ सबैजनालाई। आज हामी बिहानदेखिको उठेर काम गर्दैछौँ। प्रतीक्षा तेरो ड्युटी चाहिँ के छ भन्दा कदम तलाबाट र बहिनीहरू, त्यो भएर चाहिँ आज हामी बिहानदेखि आफ्नो आफ्नो ड्युटीमा लागिरहेछौँ। यसको चाहिँ आज हत्तु चाहिँ अब बढालिसकेर अब यसले पोचाले चाहिँ आइपुग्यो अनि बढाएर के लाउनु भएको छ? मासु। के को मासु? चिकन। पर्क। आउने बित्तिकै पोचा लाउँदैछ बढाले चाहिँ। उयो कोपीहरू लिएर बहिनी कोपी। यो चाहिँ भेजिटेबल्सहरू के छ? यो धनियाँ केला त तैँले भेजिटेबल्सहरू चाहिँ के छ? ल धनियाँ कोपी यो सेना मेनाहरू छिटो छिटो गर। तँहरू मेरो सेनाहरू होइन, यताको सेना मेनाहरू। ओइ सेना त तैँले त के गर्दैछ? छिटो छिटो गर। यो के गनायो? यति लामो आँप जस्तै मुखबाट चाहिँ गनायो भने चाहिँ कि भरे खानु पर्यो भने चाहिँ फेरि है है भन् त। खानु पर्यो भने चाहिँ को छिटो हुन्छ भन्दा जोटले फिटे जोटले अलिक जोटले बोल। अन्त कस्तो भन्नु? के बनाउनु भएको भन्न जोटले। अन्त उल्टा बोल्यो नि त। त्यही त ओइ छिटो छिटो गर्नु। यो फेरि यस्तो ढिले नि तेल बिना यसको बसौँ दामी काट्छ। उयो प्याज काट्छ सबै गरेको। फेरि थाहा छ होला नि, थाहा छ होला निनीले त फेरि प्याज पनि ढङ्गको भएन त तिम्रो फेरि हिसाब किताब राम्रो पो गर्छ अहिले। प्याज कस्तो कटिङ गर्नुपर्ने सोधिहाल्नु नि। गाडी कति खाँदैछ? ठिकठाक। घर कसरी जाने रहेछ नि त रहेछ। भोलि ड्युटी गरेर भोलिको दिन ड्युटी गर्नु जानु पऱ्यो भनेदेखि चाहिँ खानापिना पकाएर ड्युटी सक्दाखेरि तैँले खाना पकाइसक्नु। प्याज टमाटर लागिहाल्छ। चिकनमा हाल्नु जाने यहाँ कटिङ गर्दैछौँ। भोक लाग्यो अरे उहाँलाई अघि नै खाएको मैले त मुलाई बिचारा होला काम सबै चल्दैछ। अब अब चाहिँ के को लागि यो चाहिँ भन्नु त? यो चाहिँ सलाद है। यो के को लागि हो बडी? त्यो कोपी मन्चुरियन बनाउनु अनि यो चाहिँ पर्क बनिन्छ क्या। अब भनेको के हो? चिकन चिकन रेडी हुँदैछ। अब सफा थियो। यो चाहिँ के हो? मन्चुरियनको लागि रेडी छ हो। यो लाएर बनाइसकेपछि चाहिँ मेरो पनि काम खत्तम। यो चाहिँ कम्प्लिट भइहाल्छ। अब हाम्रो पाहुनाहरू आइपुग्यो। मेरो बहिनी हो, मेरो भान्जी हुनुहुन्छ अनि मेरो काकी। एकदम आज धेरै दिन बादमा उहाँहरू चाहिँ बोलाउँदा बोलाउँदा आज मात्रै बाटो चिन्यो अरे, अनिखेरि आइरहेको छ। भनिदेऊ ल मम्मी। रिल्स बनाउनु हुँदै थियो नि त, त्यही भएर। ओके, रिल्सले गर्दाखेरि त्यहाँ पनि आउनु नभएको है। डिस्टेन्स कति हो भनिदेऊ त? त्यहाँदेखि यहाँ सालुगढा र तिमीहरूकोमा डिस्टेन्स कति हो बताइदियो? 1 घन्टा। 1 घन्टा सरी ल। ट्राफिक छ भने चाहिँ 1 घन्टा हुन्छ, ट्राफिक छैन भने चाहिँ 45 मिनट समथिङ लाग्छ। उहाँहरू चाहिँ अब भोक लाग्यो होला। हामी खानाहरू अब दिँदैछौँ है। भ्याराइटीहरू चाहिँ अब खासै छैन, मिठो लाग्दैन होला अहिले फेरि। अब खासै मिठो चाहिँ भएन होला है, कस्तो भएको नि। क्यामेरा अगाडि आउन त लजाउँदैन भाइ, झन् साह्रो खुल्लिन्छ पो त हो कि न? दामी तपाईँहरू कसै पनि बिहातिर केही कार्यतिर बोलाउनु हुन्छ भने चाहिँ कन्ट्याक्ट नम्बर या छोडो। कस्तो दामी भयो है। जुलापी चाहिँ अब चाहिँ फाइनल दामी हुन्छ अरे। कस्तो पर्यो, मन पर्यो कि मन परेन हेर्नु। अनि चिनी कम्ती भयो कि कस्तो भयो कमेन्टमा लेख्नु र भन्दा जस्तो भयो। काकी लिने गर्नु न। भोलि के ड्युटी छ? यहाँनिर चाहिँ ब्लु टी पनि बनाउँदैछ। यिनीहरूको चाहिँ गफै तगडा हुन्छ। यिनीहरू हाँसेर पुरै घरै थर्काउँछ। के गफ चल्दैछ भन्नु त? के हो र? यो चाहिँ हाम्रो अब आजको ब्लु टी राखेर जस भनेर। ओके पक्रेर पिल्सिन चाहिँ
यहाँ बस्छ दुईजना ल 60हरू त नाग्ने होला अब त कसो घर आज यो भूमि पनि एकदम पछि ल आशिक्षित भयो आज पानी पर्छ कसले खान्छ किट्टु खाने के भने चाहिँ हामी अब यहाँ रोडमा आएर पर्खिरहेको छौँ टोटोको लागि टोटो आइदिइसक्यो ल थ्याङ्क यू आइपुग्नु भयो ल आउँदै गर्नुहोस् फेरि पनि पुगेर कल गर्नुहोस् नि अब माथि गएर आउनुहोस् न घरमा हुन्छ माथि गएर आएपछि फेरि कल गर्छौँ टाइम चाहिँ बस्ने गरी ल बाई